सनातन धर्मावलम्बीहरूको विवाह आदि कार्य सूर्यको प्रकाश र दीपको साक्षित्व रूपमा मात्रै सम्भव हुन्छ। सनातन धर्मावलम्बीहरूको विशेष गरेर जो विवाहको कार्य भनेको रात्रि कालमा नगर्नु भनेर शास्त्रमा पनि व्याख्या भएको पाइन्छ। विवाह त दिवा कालमा हुन्छ। एक्लो ध्रुवको दर्शन रात्रि कालमा विवाह गरेर ध्रुव ताराको दर्शन गर्नु भन्ने एउटा कथित जो चर्चा चलाइयो हो, यो चाहिँ एउटा के त भन्दाखेरि अब नहुनु मामा भन्दा कानु मामा राम्रो भने जस्तै वास्तविक सनातन धर्मावलम्बीहरूको जति पनि शुभ कार्य हुन्छ त्यो चाहिँ सूर्यको प्रकाशमा यानि कि दिनमा नै गर्नु उपयुक्त मानिन्छ। सूर्यको प्रकाश र अग्निको साक्षी बिना सनातनीहरूको विवाह सम्पन्न हुन सक्दैन। सनातनीहरूका कुनै पनि पवित्र कर्महरू सम्पन्न हुन सक्दैन। कुनै पनि पूजा आजाहरू पवित्र बन्न सक्दैन। किन भन्दाखेरि रात्रि भनेको त अब यो पिशाचिनी समय हो। रात्रि काल भनेको त अशुद्ध समय हो। रात्रि कालमा अनेक प्रकारका आसुरी तत्त्वहरूको वृद्धि भएको अवस्था हुन्छ। यिनीहरूको शक्ति प्रबल भएको अवस्था हुन्छ। त्यस कारणले गर्दाखेरि रात्रि कार्यमा रात्रि समयमा शुभ कार्य वर्जित गरिएको छ। शास्त्रमा यसलाई नगर्नु भनेर बताएको छ। अर्को कुरा यो के हो त भनेर भन्दा जतिखेर अब यस भारतवर्षमा भारतले राज्य गरेको भूभाग सम्पूर्ण भूभाग नै भारतवर्ष जसलाई भरतखण्ड अथवा अजनाब खण्ड भनियो र अजनाब खण्डभित्र हामी पनि रहेका छौँ। त यस खण्डमा यस वर्षमा विशेष गरेर विधर्मीहरूले परधर्मीहरूले मुगलहरूले मुस्लिमहरूले जो राज्य चलाए धेरै वर्षसम्म र यतिखेर चाहिँ यिनीहरूको अब धर्मअनुसार यिनीहरूको संस्कार अनुसार नाबालिग जो छोरीहरू लाई पनि यिनीहरूले जतिखेर बा त्यतिखेर उठाएर आफ्नो छोराहरूसँग आफ्नो कुल परम्परा अनुसार विवाह गर्ने गराउने गर्दथे। चोरी गर्दथे, हरण गर्दथे, अपहरण गर्दथे। त्यस कारणले गर्दाखेरि अब त्यतिखेरको त्यो चाहिँ अत्यन्तै जो साहस जो समय थियो त्यस समयबाट बच्नको निमित्त आफ्ना छोरी चेलीहरूको रक्षार्थको निमित्त चाहिँ सनातनीहरूले पनि दिउँसो विवाह गर्ने बित्तिकै थाहा हुन्छ विवाह मण्डपबाटै आफ्नो छोरीलाई बेहुलीलाई चोरेर लाने दुस्साहस गर्दथे। त्यस कारणले गर्दाखेरि रात्रि कालमै विवाह गर्ने, विवाह गरिदिने, लुकेर गर्ने, छलेर गर्ने अनि विवाह भइसकेको छ भनिसके पछाडि अलिकति हाम्रा छोरीचेलीको रक्षा हुन्छ बच्छ भन्ने भावनाका आधारमा एउटा सामाजिक परम्परा बसाइयो ताकि रात्रि कालमा विवाह सम्पन्न होस् भनेर। तर वास्तविक शास्त्रमा के भनेको छ भन्दाखेरि सूर्यको प्रकाश बिना र अग्निको साक्षित्वको बिना चाहिँ विवाह कार्यहरू गरिसके नगर्नु यसलाई चाहिँ वर्जित बताएको छ। शास्त्रमा त्यसलाई पवित्र विवाह बन्धन भनिएको छैन। यो अत्यन्त विचारणीय पक्ष हो। समय सापेक्ष समय अगाडि बढ्दै जाँदाखेरि समयको माग अनुसार दिवाकालको जुन कार्य छ त्यसलाई अत्यन्त पवित्र मानिएको छ। त्यस कारणले गर्दा विभिन्न कालखण्डमा विभिन्न परिस्थितिको कारणले गर्दाखेरि आफ्नो छोरी चेलीहरूको रक्षार्थको निमित्त आफ्नो कुल धर्म संस्कारको रक्षार्थको निमित्त जो कार्य गरियो त्यो सरासर त्यसलाई गलत भन्न नसके तापनि एउटा चाहिँ समयको माग थियो। समयले त्यस्तै मागेको कारणले गर्दाखेरि त्यतिखेर त्यो सम्पन्न भयो। तर आजकल त्यस्तो खालको समय छैन। सबै सचेत छौँ। सबैले आफ्नो रक्षार्थ आफ्नो चेतनालाई जागृत गरेको अवस्था छ। त्यस कारणले गर्दा रात्रि कालमा भन्दा दिवा कालमा नि विवाह आदि अथवा हामी सनातनीहरूले शुभ कार्य गरेको चाहिँ उत्तम मानिन्छ। शास्त्रको विशेष मूल चर्चा भनेको पनि यही नै हो। जय सत्य सनातन।